सहर यो हामी भोगोफू एरियाको सानो मिनी जङ्गलतिर छौँ मित्रहरू। साउथ कोरियाको एउटा घुम्न पर्ने आन्तरिक पर्यटकहरूको लागि रमणीय एउटा स्थान, पर्यटन प्रवर्धन चाहिँ गर्न खोजेकै हो। यो प्रयास राम्रो छ, हामीले पनि यहाँबाट केही सिक्न र जान्न चाहिँ सक्नुपर्छ भन्ने हो हाम्रो। हजुर, रातिका दृश्यहरू हामी यसरी देख्दैछौँ साथीहरू मित्रहरू। यो तलबाट हामी यसरी निस्किन सकिने रहेछ र बाँकी कुरा हामी अझै माथि टपतिर यसरी बनाइएको बारहरूतिर जाँदैछौँ। हामी जाने क्रम हाम्रो निरन्तर नै छ, निरन्तर यात्रामा छौँ मित्रहरू। हामी यात्रा सकिएको भने छैन, यात्रा सुरु मात्रै भएको छ, अझै हामी जाँदैछौँ। यहाँहरूले हामीलाई फलो गर्नुहोला, हामीलाई हेरेर साथ दिनुहोला। यदि तपाईँले हामीलाई सब्सक्राइब गरेर जोडिनु भएको छैन भने तपाईँहरूले हामीलाई सब्सक्राइब पनि गरेर जोडिनुहोस् र बेल आइकनलाई पनि बजाइदिनुहोस् ठुवाङ्ग पारेर, ताकि तपाईँले हामीले नयाँ भिडियोहरू राख्यौँ भने तपाईँलाई सबैभन्दा पहिला तपाईँलाई यो सूचना सूचित होस् कि नयाँ ठाउँ हामीले यसरी नै खोजेर यसो एक्सप्लोर गरेर हामी तपाईँहरूलाई देखाउने कोसिसमा छौँ। हरदम तयार छौँ त्यसको लागि। र तपाईँहरूको यो हौसला, तपाईँले गरेको मायाप्रति हामी सदैव ऋणी हुँदैछौँ र यो हामी सदा ऋणी हुन चाहन्छौँ। यो थुम्कीका जङ्गलहरू हामीले यसरी देख्न सक्दछौँ है त। हामीलाई हेर्दै गर्नुहोस् है। साना साना कृत्रिम तथा प्राकृतिक यस्तै जङ्गलहरू देख्न पाइन्छ यहाँ। यो साउथ कोरियाको इन्चन सहरमा रहेको एउटा सानो आन्तरिक पर्यटन भित्र रहेको एउटा ठाउँ हो। यहाँबाट तल सिधै झर्दाखेरि चाहिँ तपाईँको भोगोफू भन्ने चाहिँ सबवे स्टेसन भेट्न सकिन्छ र यतै वरिपरिका यस्ता पर्यटन क्षेत्रहरू देख्न सकिन्छ हामीले यहाँ। हेर्नुहोस्, मनोरञ्जनका लागि एउटा कोर्ट बनाइएको रहेछ। एक्सर्साइज गर्ने, गफ गर्ने, टहलिने होइन छ। त्यहाँ ठुलो बिल्डिङहरू देख्न सकिन्छ हामीले अपार्टहरू। यसरी बनाइएका कुराहरू हामीलाई लाग्छ रमणीय छ भन्ने। शीतल हावा पनि साँझ परेकोले, राति भएकोले पाउन सकिन्छ। झर्ने क्रम हाम्रो जारी छ र मै हो है हजुर, मै हो बोल्ने मान्छे, मै हो। जानी नजानी बोल्दैछु। यो मेरो बोलाइप्रति तपाईँको विचार के छ तपाईँले राख्न सक्नुहुनेछ है। राख्नुहोस् न, सभ्य भएर राख्नुहोस्। तपाईँ सज्जन भएको परिचय दिनुहोस्
भन्न चाहन्छु म होइन। यसरी हामी गफ गर्दै गर्दै तलै झरिसक्यौँ। बोल्नु थालेपछि थुप्रै कुराहरू आउँछन्। कतिपय राम्रो पनि होलान्, कतिपय नराम्रा पनि होलान्, कतिपय यो विषयवस्तुमा स्विट नभएका पनि हुन सक्छन्, कोही हुन पनि सक्दछन् होइन। त्यस विषयप्रति तपाईँले आफ्नो धारणा सहज तरिकाले पब्लिकले सहर्ष स्वीकार्न सक्ने तरिकाले तपाईँले पनि राख्नु पर्दछ होला होइन। अनि त्यसरी नै गर्नुहोस् न है। यो सुन्दर साँझको यो दृश्यहरू मैले यसरी नै कैद गर्दै गर्दै हिँड्दैछु। तल झऱ्यौँ हामी, झर्दैछौँ। यसलाई भोगोपु एरिया भन्दछन्। इन्सान सहरको एउटा सानो एउटा ओडा भनौँ न, एउटा पालिका। यसरी सरसफाइ र राम्रा पनि देखिन्छन् होइन। व्यवस्थापन राम्रो र मानिसले कुनै पनि देश ठाउँ राम्रो क्लिन चिट हुनको निमित्त त्यहाँको ठुलो मान्छेहरू मात्रै, प्रशासन मात्रै राम्रो होइन, त्यहाँको जनता पनि राम्रो हुनुपर्छ। जनताको जनभावना भित्रैदेखि चाहिँ स्वच्छ र निश्चल हुनुपर्छ भन्ने चाहिँ हो जस्तो लाग्छ मलाई। हरेक मानिसमा चाहिँ सफा र स्वच्छ विचार भयो भने यो स्वच्छ र सफा हुनलाई कसैले रोक्दैन होइन। हजुरको मनमा पनि सफा नै छ, मेरोमा पनि सफा नै छ भनेपछि सहर्ष पुरै देशै, एउटा ठाउँै, एउटा जिल्ला नै, एउटा ओडा नै सबै क्लिन एन्ड निट एन्ड क्लिन हुन्छ होइन। क्लिन एन्ड निट कि निट एन्ड क्लिन तपाईँले छुट्याउनुहोस् न। कुरा उस्तै होला तर अगाडि पछाडि हुन सक्छन्। त्यस्तो भन्दछु म चाहिँ। यहाँहरूले त्यसरी नै बुझिदिनुहोस्। मानिस ढलिँदैछन्, आफ्नो काम कर्तव्यलाई समापन गर्दै आउँदैछन् होइन। हामी आफ्नै गतिमा छौँ, तपाईँहरू आफ्नै गतिमा हुन्छन्। आफ्नै गतिलाई चाहिँ नछोडौँ। सद्भाव र सत्कर्मले जे पनि गरौँ। हेर्नुहोस् अब हामी तलै आइसक्यौँ। पहाड चढेको हामी, माथि माथि जङ्गलको पहाडहरू चढेर हामी तलै झरिसक्यौँ। अब रोड साइड हामी आयौँ। यसरी देख्दछौँ हामी रोड साइड। तपाईँले देख्न सक्नुहुन्छ होगोपु होगोपो रो भन्ने साइनको होर्डिङबाट देख्न सक्दछौँ। र हेर्नुहोस् हामी तलै समथलमा झऱ्यौँ। हामी पहाडदेखि हुँदै तराईमा झऱ्यौँ है त। कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै भन्नुहोस् न है त। ल साँझमा देखिएका दृश्यहरू मित्रहरू हामी कैद गर्दैछौँ। साँझमा यस्तो देखिन्छ। यो समर सिजन भएको कारणले गर्दा खासै हामीलाई जाडो महसुस त्यत्रो भएको छैन। जति हुँदाखेरि हामी रुमभन्दा बाहिर निस्किँदैनथ्यौँ त्यत्रो चाहिँ भएको छैन। हामीले यतिको चाहिँ थाम्दछौँ। यो विषयवस्तुसँग तपाईँसम्म आइपुग्ने मान्छे मै हो है हजुर। मै हो। तपाईँहरूलाई मैले ल्याउँदै गरेको यस्ता फात्राफुत्रुक भिडियोहरू कस्तो लाउँदछ तपाईँले भन्न सक्नुहुनेछ। र सुधारका कुराहरू पनि तपाईँले नै मलाई भन्नुहुनेछ। यो चाहिँ तपाईँले सुधार्नुपर्छ है हजुर। दाइ अथवा भाइ अथवा काका बाजे होइन। त्यसरी सम्बोधन गर्दै तपाईँले मलाई भन्न सक्नुहुनेछ कि हजुरले यो सम्हालिदिनु भयो भने ठिकै होला भन्नेसम्म चाहिँ तपाईँले मलाई सजेस्ट गर्नुहोला। अगाडि देखिएका यो रुखका बुट्टाहरू, यो प्लान्टहरू
मैले तपाईलाई देखाउँदै गरेको पहिला चाहिँ यो खडेरी लाग्दा मरेका बुट्टाहरू देखिन्थे। अहिले यो वसन्तको बहारहरू सँगसँगै यसले पनि आफ्नो जीवनलाई सार्थक बनाउनको निम्ति उसले हरियो हुनु परेको छ, फुलले फुल्नु परेको छ हैन, फुलले फुल्नु परेको छ। मरेका दुबोहरूले यसरी हरियो हुनु परेको छ। यी मरेका यी यस्ता थिए पहिला हैन, यस्तो कुराहरूले यसरी हुनु परेको छ, हरियो ल्याउनु परेको छ उसले आफ्नो जीवनमा। किन भन्दाखेरि वसन्तको बहार यो मौसमको कारणले गर्दा, यो मौसमले गर्दा उसले जसरी पनि हरियो हुनु परेको छ, फुलले फुल्नै परेको छ। त्यस्तो हो। हेर्नुहोस्, मानिसले सङ्घर्ष गर्नै परेको छ, दुःख छ र त सङ्घर्ष गर्नु परेको छ। सङ्घर्ष गरिसके पश्चात फेरि उसको जीवनमा बहार, वसन्तको बहार आउँदछन्। त्यस्तै हो हैन। तपाईले कष्ट गर्नुहुन्छ, कष्ट गरेको बेला तपाईँ सुक्खा देखिनुहुन्छ होला, ओठ सुक्छ होला, तालु गल्छ होला, तालु भतभत पोल्छ होला हैन, मैला धैला हुन्छ होला जीवन र कपडाहरूमा खोस्रा देखिन्छन् होला, थोत्रा देखिन्छन् होला। जब तपाईले प्राप्त गर्नुहुन्छ त्यसको फल, त्यस पछाडि हरियो हुनुहुन्छ र फुलहरू पनि फुल्दछन्। यसरी मैले भने जीवनमा हरियाली आउँछ, फुल फुल्छन्। कथा सम्भवतः यस्तै हो। जीवनको एक परिभाषा, एक अध्याय यस्तै नै हुन्छन् होला जस्तो लाग्छ मलाई। जब यो यहाँ भुइँमा ओछ्याइएका इँटाहरू थिएन, त्यतिखेर धुलो थियो होला, मैलो थियो होला, मिलेको थिएन होला हैन। जसरी मिल्नु पर्थ्यो अहिले जसरी मिलेको छ त्यस्तो सेपहरू मिलेको थिएन होला। त्यस्तै त हो नि जीवन। जब तपाईँ सङ्घर्ष गर्नुहुन्छ अनि जीवनले अर्को, त्यो हो वसन्त है हजुरलाई। त्यसरी भने तपाईले पनि यसरी नै तपाईले मान्नुपर्छ भन्ने पनि फेरि छैन। तपाईले फरक ढङ्गले मान्न सक्नुहुन्छ, तपाईको आफ्नो विचार राख्न सक्नुहुन्छ है। हामी यसरी नै साँझका रातका कुराहरू रातमा हिँडिरहेका छौँ। यो हिँडाइमा तपाईँलाई पनि मैले जोडेँ। तपाईँहरूले केही कुरा राखिदिनुहोस् है त। बाँकी कुरा हामी फेरि पनि भेट्दै गर्छौँ। यतिन्जेल हेरिदिनु भयो, यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। हामी फेरि पनि भेट्नेछौँ। अप्ठ्यारो गाह्रो नमानिदिनुहोस् होला। थ्याङ्क यू सो मच। यो साँझको दृश्य, साँझमा यसरी नै मैले समापन गर्छु यो घडीलाई।